हाम्रो अहिले चाहिँ अब पात लगभग सकिने अवस्थामा आइसक्यो। हाम्रो यहाँ पात गास्दा आन्टी चाहिँ यहाँ पात गास्दा गाह्रो भएर सुत्न थालिसक्यो। कम्मर दुखेर बुढी भइसक्यो नि त बिचरा। अनि अहिले एकजना त्यहाँ हाँसेर अब चाहिँ हामी पात गाँस्ने प्रोग्रामको अन्तिम क्षणमा आउँदैछौँ। ल हेर्छ हाम्रो कान्छी सासूले हेर्छ त्यहाँ पात हल्लाइछ। हामीले अहिलेसम्म लगभग 100 टपरी 150 बोगटा अनि दुना त कति हो। मेरो दिदी बुढी सासू पनि भर्खर पधारिसेछ। हाम्रो दिजु हजुरलाई चाहिँ भैमा बस्न गाह्रो भएर चिसो भैमा मजाले बसिरहेको छ गोडा पसारेर। दिजु हजुरलाई कस्तो लागिरहेको भन्छ त? एकदम खुसी भइसिन्छ। उहाँ त बिचरा हिँड्न अलि सक्छिन बिस्तारै पनि आइसक्यो आज। हाम्रो दिजु मानु लिएर आइसक्यो। हाम्रो प्लान्टिङ कस्तो राम्रो भइरहेछ यहाँ पनि। उहाँहरू चाहिँ यहाँ लाभा केलाइरहेको छ। ठुलो मम्मी घर जानु उहाँहरू लाभा केलाइरहेको छ। आन्टी हजुरलाई भैमा बस्न गाह्रो भयो हो? आन्टीलाई चाहिँ यहाँ अब चिया बनाउन लागिरहेको छु। चिया पाक्दैछ हाम्रो।